दर्शक वृन्द, यहाँहरू सबैमा फेरि पनि नमस्कार। एकपटक कल्पना गर्नुहोस्, यो दृश्यहरू देखेर के अनुमान गर्नुभयो? यस्तो ठाउँ जहाँको माटो बोल्न खोज्छ र जहाँको बतासले प्राचीन कथा सुनाउँछ। हामी धेरैजसो मुस्ताङभन्दा जोमसोम मात्र सम्झिन्छौँ, तर जोमसोमभन्दा माथि आफ्नो गर्वमा ठुलो रहस्य र अद्भुत सुन्दरता लुकाएर बसेको छ घरबजोङ गाउँपालिका, जुन सामुद्रिक सतहबाट 2500 मिटरदेखि 6865 मिटरको उचाइमा रहेको छ। हिमाल, ताल, प्रकृति, संस्कृति र ऐतिहासिक रूपमा अद्भुत र अनौठो ठाउँ हो यो। कठोर भूगोल भएको यो ठाउँमा यहाँका मानिसहरूले आफ्नो मौलिक पहिचान र संस्कृतिलाई संरक्षण गर्दै आएका छन्। आजको यो भिडियोमा हामी घरबजोङका तिनै गुप्त र अनौठा ठाउँहरूको यात्रा गर्नेछौँ। यात्रामा हामी ठुलो शालिग्राम, त्यहाँको ऐतिहासिक काठे पुल, निलो ऐना जस्तै चम्किने धुम्बाताल, परम्परागत संस्कृति बोकेको ठिनी गाउँ र च्याउको राजधानी मार्फा गाउँ सँगसँगै घुम्नेछौँ। भिडियो अन्तिमसम्म हेर्नुहोला, धेरै रोचक तथ्यहरू यस भिडियोमा यहाँहरूले थाहा पाउनुहुनेछ। काठमाडौँको कोलाहालबाट सुरु भएको हाम्रो यो यात्रा पर्यटकीय सहर पोखराको सुन्दरतालाई चुम्दै हिमाल पारेको जिल्ला मुस्ताङतर्फ अगाडि बढेको छ। पहाडका घुम्ती बाटोहरू, नागबेली परेर बग्ने त्रिशुली र काली गण्डकी नदीको तिरैतिर अनि झरनाहरूको मनोरम दृश्य निहाल्दै हामी अगाडि बढिरहेका छौँ। बाटोमा देखिने प्राकृतिक सौन्दर्य र गाउँले जनजीवनले यो यात्रालाई झनै रोमाञ्चक बनाइदिएका छन्। यस्तै अर्को ठाउँ हो म्याग्दी जिल्लामा अवस्थित प्राकृतिक रूपमै अति नै सुन्दर र विशाल रूपसे झरना। संसारकै सबैभन्दा गहिरो अन्धगल्छीको नजिक रहेको यो झरना पहाडको अग्लो चट्टानबाट दुधको धारा बगैँचै सुसाउँदै खस्ने गर्दछ। यसको तीव्र वेग र वरपर उड्ने पानीका मसिना कणहरूले त्यहाँ पुग्ने हरेक यात्रीलाई चिसो शीतलता प्रदान गर्ने गर्दछ। मुस्ताङ जाने जो कोही पनि यहाँ रोकिएर तस्बिर खिच्ने र यसको प्राकृतिक सौन्दर्यमा हराउन लालायत हुन्छन्। वर्षायाममा यसको रूप अझै डरलाग्दो र मनमोहक देखिन्छ। हाम्रो यो भिडियोमा हामीले रूपसे झरनाको यही अद्भुत र लोभलाग्दो रूपलाई क्यामेरामा कैद गरेर राखेका छौँ। हाम्रो पहिलो गन्तव्य थियो घरबजोङ गाउँपालिकाको नजिक रहेको ठुलो शालिग्राम र यसैसँगै रहेको पुरानो काठे पुल। हिन्दू धर्ममा शालिग्रामलाई भगवान विष्णुकै रूप मानिन्छ। संसारभरिमा केवल यही कालीगण्डकी नदीमा मात्र प्राकृतिक शालिग्राम पाइन्छ, जुन करोडौँ वर्ष पुरानो एमोनाइट जीवाश्मबाट बनेको हुन्छ। कालीगण्डकी नदीसँगै रहेको काठे पुलले यहाँको परम्परागत इन्जिनियरिङको झझल्को दिन्छ र यस पुलमा उभिँदा तल मुनि बग्ने पानीको आवाज र हिमालबाट आउने सिरसिरे हावाले मनै सबैको चङ्गा बनाइदिन्छ। यहाँ फोटो खिच्न र भिडियो बनाउन पर्यटकहरूको लाम लाग्ने गर्छ। काठे पुलको सुन्दरतालाई क्यामेरामा कैद गरेपछि हामी लाग्यौँ धुम्बातालतर्फ। समुद्री सतहबाट करिब 2830 मिटरको मनमोहक, सुन्दर, शान्त र पवित्र ताल हो यो, जुन मुटु आकारमा रहेको छ र यसको फैलावट 150 मिटरदेखि लिएर 200 मिटरसम्म रहेको छ। यो ताल मौसम अनुसार रूप परिवर्तन गर्दछ र यो ताल कहिले निलो र कहिले हल्का हरियो रूपमा देखिन्छ, जुन निकै अचम्मको छ। बौद्ध धर्मावलम्बीहरू यसलाई निकै श्रद्धा गर्दछन्। थकाली समुदायको संस्कृतिसँग जोडिएको यो तालको पानी यति सफा छ कि भित्रका ससाना ढुङ्गा पनि स्पष्ट देख्न सकिन्छ। यहाँ आउँदा हामीलाई एकदम
आत्मिक शान्ति मिल्यो र सबै पर्यटकहरू यहाँ आएर फोटो भिडियो खिचेर मनोरञ्जन लिने र शान्ति प्राप्त गर्ने गर्दछन्। चोमसोमबाट केही दूरीमा रहेको ठिनी गाउँ मुस्ताङकै सबैभन्दा पुरानो र ऐतिहासिक थकाली बस्तीहरूमध्ये एक हो। समुद्री सतहबाट करिब 2900 मिटरको उचाइमा रहेको यो गाउँ परम्परागत संस्कृति, ढुङ्गाले बनेका सुन्दर घरहरू र आत्मीय हस्पिटालिटीका लागि प्रख्यात मानिन्छ। निलगिरी र धौलागिरी हिमालको काखमा लजाएर बसेको ठिनी गाउँ पुग्दा जोसुकैको मन पनि फुरुङ्ग हुन्छ। यही ठिनी गाउँको एउटा मुख्य रोमाञ्चक र आकर्षक बनेको यहाँको रहस्यमय हिमचितुवा गुफा हो, जुन स्थानीय इतिहास र प्राकृतिक गहिराइसँग जोडिएको छ। यस गुफाले मुस्ताङको प्राचीन जीवनशैली र पर्यावरणीय महत्त्वलाई झल्काउँछ। परापूर्व कालमा हिमचितुवाहरू ओत लाग्ने विश्वास गरिने यो गुफा भित्र पुग्दा इतिहासको कुनै बेग्लै पाना पल्टाए जस्तो अनुभव हुन्छ। धुम्मा तालबाट फर्किएर हामी मुस्ताङको एउटा जीवन्त सङ्ग्रहालय अर्थात् मार्फा गाउँ पुग्यौँ। मार्फाको अर्थ स्थानीय भाषामा मेहनती मानिसहरू हुन्छ। यहाँका मानिसहरू स्थानीय थकाली समुदायको मेहनत र यहाँको गाउँको सफाइ र सुन्दरतामा स्पष्ट देखिन्छ। सेता भित्ता र परम्परागत वास्तुकलाले भरिएको यो गाउँमा हिँड्दा कुनै पौराणिक सहरमा आएको भान सबैलाई हुन्छ। यहाँ शेर्पाको पोसाक लगाएर फोटो खिच्ने अवसर पनि प्राप्त गर्न सक्नुहुन्छ। हामीले पनि थकाली र स्थानीय मौलिक शैलीको पोसाक लगाएर फोटो भिडियो बनाएका छौँ। मार्फा नेपालको उत्कृष्ट स्याउ उत्पादन हुने ठाउँ हो। स्याउका बोटहरूमा ससाना हरिया फल लाग्न सुरु भइसकेका रहेछन्, जुन हेर्न लायक देखिन्छन्। यहाँको स्थानीय मार्फा ब्रान्डी र सुकाएको स्याउ चाख्न चाहिँ नभुल्नुहोला। घरपजोङको यो यात्रा एउटा घुमफिर मात्र थिएन, यो त केवल प्रकृति र इतिहाससँगको एउटा गहिरो भेट थियो। ढुङ्गाको खोजबाट बग्ने चिसो हावा र मार्फाको त्यो शेर्पा जेरी गल्ली हरेक पलले हामीलाई एउटा नयाँ अनुभव सिकायो। जुन शालिग्रामको धार्मिक महत्त्व, धुम्मा तालको शान्त वातावरण र मार्फा गाउँको आतिथ्यले हाम्रो मुस्ताङ यात्रा एकदमै अविस्मरणीय बनाइदिएको छ। यदि तपाईँ पनि मुस्ताङ जाने सोच गर्दै हुनुहुन्छ भने घरपजोङका यी ठाउँहरू छुटाउँदै नछुटाउनुहोला। तपाईँलाई घरपजोङको कुन ठाउँ सबैभन्दा अनौठो र आकर्षक लाग्यो र यी ठाउँहरूमध्ये कुन ठाउँमा तपाईँ पुग्नु भएको छ, कृपया कमेन्ट गरिदिनुहोला। यदि यो भिडियो राम्रो लागेमा लाइक, सेयर र लुकेका पानाहरूलाई सब्स्क्राइब गर्न नभुल्नुहोला। यस्तै अन्य जानकारीमूलक तथा रोचक यात्रामा हामी फेरि भेट्नेछौँ। धैर्यताका साथ सुनिदिनु भएकोमा यहाँहरूलाई धेरै धेरै धन्यवाद।